नमस्कार मेरो सम्पूर्ण नेपाली दाजुभाइहरूमा। किनभने हजुरहरू जति पनि जना मलेसिया आइराख्नु चाहनु भएको छ नि, मलेसिया सिक्युरिटी गार्डमा भयो या अन्य कम्पनीहरूको लागि। किनभने मलेसियामा अहिले 1700 स्यालेरी भएछ भन्दै मेन पावरहरूले पैसा दरो लिइरहेछन्। किनभने मेन पावरहरूले 3 लाख 4 लाख 3.5 लाखसम्म लिइरहेछ। यो उचित होइन है साथीहरू। किनभने मलेसियामा 1700 स्यालेरी त भएको हो, सही हो। सिक्युरिटी गार्डको 2100 2200 2300सम्म छ, तर सिक्युरिटी गार्डलाई छुट्टी छैन, ड्युटी कन्टिन्यू छ। धेरै गाह्रो हुन्छ ड्युटीमा सिक्युरिटी गार्डहरूको लागि। तपाईँहरूले न्युजहरूमा हेरिराख्नु भयो होला। र कम्पनीहरूमा धेरै जस्तो कम्पनीहरूले अहिले ओटी दिइरहेको छैन र 1700 स्यालेरीले ओटी नभएपछि धेरै गाह्रो हुन्छ। 1700 स्यालेरीमा खानामै लाग्छ 400 500 र 1700 स्यालेरीले उचित हुँदैन र तपाईँहरूले यति ख्याल गर्नुहोला। मेन पावरले कम्पनीले फ्री टिकट फ्री भिसा दिएको छ।